हुनुले समस्या कति गम्भीर छ भन्ने त देखाइहाल्छ। हो, एकदम। र त्यसमा पनि अधिकांश पीडित महिला र बालिका नै छन्। तर ओरेकको प्रतिवेदनले औल्याएको त्यो 77% साक्षर महिला पीडित हुनुले त झन धेरै प्रश्न उब्जाउँछ। मतलब के शिक्षाले हिंसाबाट बचाउँदैन त? के हो यो एकदमै महत्वपूर्ण प्रश्न हो। यसको एउटा जवाफ सायद घरेलु हिंसा कसुर र सजाय ऐन 2066 र सर्वोच्च अदालतले गरेको व्याख्यामा लुकेको छ कि। कस्तो व्याख्या? कानूनले घरेलु हिंसाको परिभाषालाई शारीरिक यातना मतलब कुटपिटमा मात्रै सीमित राखेको छैन क्या। हो र? यसले त मानसिक, यौनजन्य, आर्थिक यातना अनि भावनात्मक चोट पुर्याउने कुनै पनि कार्यलाई समेट्छ। त्यो यातना भन्ने शब्द नै कति फराकिलो छ भने यसभित्र धम्की दिने, डर देखाउने, त्रास सृजना गर्ने, विभेदकारी वा अपमानजनक व्यवहार गर्ने यी सबै पर्छन्। भनेपछि शारीरिक चोट देखिनु परेन, मानसिक दबाव, आर्थिक रूपमा नियन्त्रण गर्ने जस्ता कुरा जुन बाहिरबाट देखिँदैनन् तर गहिरो चोट पुर्याउँछन्, त्यो पनि कानूनी रूपमा हिंसा नै मानिने भयो। हो, ठ्याक्कै। सायद यही भएर होला बाहिरबाट सफल देखिने पढे लेखेका महिलाहरू पनि घरेलु हिंसाको अलि नदेखिने किसिमको शिकार बढी बनिरहेछन् कि। हो, तपाईले ठीक भन्नुभयो। किनभने गैर शारीरिक हिंसा पहिचान गर्न र त्यसलाई बाहिर ल्याउन झन गाह्रो हुन्छ नि त। हो नि। अझ सर्वोच्च अदालतले त विवाहलाई पूर्ण सुशिक्षित सहमति यानि कि फुल्ली इन्फर्म्ड कन्सेन्ट मा आधारित हुनुपर्छ भनेको छ। त्यो भनेको? त्यसको मतलब विवाह गर्नु अघि नै आफ्नो स्वास्थ्य स्थिति वा अन्य कुनै महत्वपूर्ण कमजोरी छ भने त्यसको बारेमा जानकारी दिनु दुवै पक्षको दायित्व हो, ताकि पछि गएर त्यसैलाई निहु बनाएर हिंसा गर्ने हतियार बनाउन नपाइयोस्। यो त महत्वपूर्ण कुरा रहेछ। त्यही फैसला 10,048 मै उल्लेख भएको घटना त साँच्चै डरलाग्दो रहेछ नि। पतिमाथि यौन दुर्बलताको आरोप लगाउने अनि त्यसैको न्यूमा बारम्बार कुटपिट गर्ने। निकै गम्भीर घटना थियो त्यो। मेरुदण्डको हड्डी नै भाँचिने गरी पिट्ने, ज्यान मार्ने धम्की दिने अनि श्रीमतीले काम गर्ने क्लिनिकमै गएर तोडफोड गर्ने सम्मका विवरण छन् त्यसमा। यसले त हिंसा कति क्रूर हुन सक्छ भन्ने देखाउँछ। एकदम। पर फेरि गोरखापत्रको लेखले भने जस्तै समाजमा इज्जत जाने डरले कति घटना त बाहिरै आउँदैनन् होला है, गुपचुप नै रहन्छन्। निश्चय पनि त्यो एकदमै ठूलो यथार्थ हो। सामाजिक प्रतिष्ठा, परिवारको इज्जत अनि केटाकेटीको भविष्य, यस्ता कुराले गर्दा धेरै पीडित चुपचाप सहेर बस्न बाध्य हुन्छन्। तर यहाँ कानूनको एउटा महत्वपूर्ण पक्ष के छ भने नि, हिंसा भएको थाहा पाउने जुनसुकै व्यक्तिले उजुरी दिन सक्छ। पीडित आफै अगाडि